मान्छेलाई कति मिठो बेलौती खायो है हाम्रोतिर यसलाई बेलौती भन्छन् कहीँ कहीँ फेरि अम्बा पनि भन्छन् भगवानले यो बेलौती बनाउने बेलामा प्रकृतिमा भएका चराचुरुङ्गी अनि यसो डुली खाने बाँदरहरू हुन्छ नि बाँदर अनि अलि रहलपहल मान्छेले पनि खायो भनेर बनाइदिएको अम्बा हो यो अनि त्यही भएर मैले यो अब हाम्रै लागि बनाएको जस्तो लाग्छ खान्छु क्या सँगसँगै मेरो नजिक घिरौँला छ मान्छेले बुझ्दैनन् अब घिरौँला चाहिँ यस्तो देखिने बित्तिकै टिप्छन् लटचट काट्छन् अनि तरकारी बनाउँछन् खान्छन् खास यो घिरौँला चाहिँ तरकारी बनाउनको लागि चाहिँ भगवानले यो फलाइदिएको बनाइदिएको होइन यो सृष्टि गर्दा नै यो घिरौँला चाहिँ तरकारी खानको गराएको होइन भगवानले त्यतिखेर के सोच्नु भएको थियो भन्दा यो घिरौँला छिप्पियोस् त्यो छिप्पिएको घिरौँलाभित्र जाली परोस् त्यो जाली ल्याएर मान्छेले चाहिँ चक्क चाहिँ साबुन लगाएर ज्यान आनन्दले मसाज गर्दै ज्यान नुहाउन् भनेर चाहिँ घिरौँला बनाइदिनु भएको थियो अहिले चाहिँ मान्छेले पहिले यो बत्तीलेमा टिप्छन् खान्छन् तरकारी बनाइन्छन् भगवानलाई पनि पछितो लाग्यो होला मैले घिरौँला किन बनाइदिएँ भनेर तर मैले चाहिँ खाँदिनँ यो घिरौँला तरकारी अब खान मन लाग्दा रोक्न सकेन है म घिरौँला तरकारी चाहिँ खाँदिनँ अब त अम्बा खाइन्छ तरकारी अरू छन् भगवानले हामीलाई तरकारी खानलाई धेरै कुरा दिनुभएको अरू खाइन्छ अम्बा खाने भए आउनु